किनभने हामीले टेन्डर गरिसकेका छौँ नि होइन, यो पनि टेन्डर लगाइसके होइन। अब फेरि यहाँनिर बनाउनु दिने अनि बनाउनु बनाइसिदेर भद्रमा आउँदाखेरि गाह्रो हुन्छ के जनताले मान्दैन त्यतिखेर त होइन। यो ढङ्गमा माथि कसले गर्ने हो सूचना निकाल्नु यहाँबाट। अब फेरि यहाँ मान्छे आएर बस्नु थालेर हिउँदमा चाहिँ अनि हामीले कन्ट्र्याक्टर मोबिलाइज हुने बेलामा चाहिँ भन्ने गर्नु भएन, सूचना जारी गर्ने। अहिले ज्यादा बस्ती भएको छ, मान्छे बसिरहेको ठाउँमा चाहिँ अब उपाय लाएर मात्रै छलफल गरेर हटाउला। अहिले यो भग्ना बस्ती भएको ठाउँ भोलि यहाँ बाँड्छन् 8 दिन बस्छन्, त्यसरी हटाएर यसलाई चाहिँ अब सडकले प्रक्रिया त्यसै गरेर हिउँदमा चाहिँ सबै मान्छे बस्छन् सर यहाँ त। तपाईँ एक सबै छोडिसिदियो हो कि मायामारे गइसिदियो हो कि तपाईँको, त्यतिखेर तपाईँ सडकतिर स्थानीय सरकार आइकन क्लियर गरेको भए चाहिँ कति चाहिन्छ हामीलाई तल जग्गा कति आउँछ, कति काट्दाखेरि हाम्रो त्यो स्केच अनुसारको त्यो सबै प्लान छ, ओभरअल प्लानलाई पुग्छ नहुनु एकपल्ट लाने यहाँबाट लाने अनेको डिजाइन फेरि 4 मिटर बनायो 5 मिटर बनायो, फेरि अर्को 5 वर्ष पछाडि फेरि भत्यो, फेरि भत्कायो भन। हामीले कन्सेप्ट दिने हो, हामीले कन्सेप्ट दिने खालि ग्रुपमा यस्तो खालको बनाउने टेक्निकल डिजाइन अब उनीहरूले हामीले चाहिँ यहाँ यो ठाउँमा एकीकृत रूपमा चाहियो क्या, हामी एकीकृत रूपमा चाहिँ त्यहाँ भन्सार अध्यागमन होइन सहितको चाहिँ हुने गरी सडक पर्छ आफै भएको होइन, सडकको संरचना बनाउँदाखेरि यसरी यो आवश्यक संरचनाहरू सबै निर्माण हुने गरी डिपिआर तयार गरेर अगाडि बनाउनको लागि भन्नुभयो भने अरू त अलि माथिबाटै गर्नु पऱ्यो क्या, अर्थमन्त्रीले मान्यजू लाग्नु पर्ने होइन। कति समय के गर्नु भने फोकस गर्नु त्यो साङ्लो त्यो कट अफ भएर खेलेर राख्नु सबैबाट सबैले आफ्नो समाजसेवी साथीहरू यहाँहरूले बाटो छिटो खोल्नुपर्छ र हाम्रो बस्ती पनि सुरक्षित हुनुपर्छ, यहाँको जनजीवन कष्टकर हुँदैन। हामीहरू प्रायः यहाँ आउनु तमाम सबै साथीहरू मित्रहरू र यो भन्सार अहोरात्र खटिनुभएका सबै मित्रहरू, सर्वप्रथम म यहाँले यो जुन समय दिनुभयो एउटा जिम्मेवार नागरिकको रूपमा, एउटा जिम्मेवार प्रतिनिधिको रूपमा, जिम्मेवार कर्मचारीको रूपमा यहाँ आएर यहाँ सबै राखिदिनु भएको छ, त्यसको लागि म यहाँलाई हार्दिक धन्यवाद दिन चाहन्छु। हामी कुन अवस्थामा छौँ भन्ने हेर्नुहोस्, यो बाटोको महत्त्व, अरण्यको राजमार्गको महत्त्व मैले जति बुझेको छु मैले भन्दा बढी यहाँहरूले बुझ्नुभएको छ। एकैछिनमा कल्पना गरौँ अरण्यको राजमार्ग विहीन सिन्धुपाल्चोक कस्तो होला। आज हामीले यहीँ पछाडि बस्दाखेरि हामी अहिले यहीँ राम 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 भनेर भन्नुपर्ने अवस्था रहेछ। त्यो बाटो थिएन तै पनि पहिरो आयो। हाम्रो भूगोल जटिल भौगोलिक अवस्थामा छौँ हामीले बुझ्नुपर्ने कुराहरू। तर यदि भगवान्लाई हामीले धन्यवाद दिनुपर्छ, मानवीय क्षति केही पनि भएन त्यो ठाउँमा। त्यो मानवीय क्षति आएको भएदेखि के भएको भए हामी सबै दोषी करार हुन्थ्यौँ, किनभने हाम्रै कारणले पनि हामीले जति पहल गर्नुपर्थ्यो हामीले पहल बिना पहल नभएको कारणले पनि बाटो खोल्न सकेको छ। यस्तो अवस्था फेरि पनि नआउला भन्न सकिँदैन। त्यसको हुनाले रेस्क्यु गर्नु पऱ्यो भने पनि हाइवेको नजिकमा भएको समस्या छ, त्यसलाई पनि रेस्क्यु गर्न सक्ने अवस्था आउनु भनेको अति दुःखद कुरा हो। हामी एकछिन व्यापारीको सामान मात्रै नसम्झ्यौँ, हाम्रै घरमा एउटा मान्छे बिरामी पर्ने ठाउँमा के गर्ने। त्यस हुनाले त्यो हामी सबैको साझा समस्या हो। कुनै एउटा व्यापारीको समस्या होइन, कुनै कर्मचारीको समस्या होइन। र हामी त डाँडा काँडामा पनि बाटो लानुपर्छ भनेर भनेका छौँ, त्यो भइराखेको बाटो चलाउनुपर्छ।
यो हाम्रो सबैको साझा जिम्मेवारी हो र हामी एउटा नागरिक भएको हैसियतले तीमाथि पनि यो सिन्धुपाल्चोकको तपाईँ हामी जति छौँ अत्यन्त सचेत मान्छे मध्ये हामी आएको छौँ। अत्यन्त सचेत केही समय दिएर हुन त धेरै सचेत हुनुहुन्छ, तर त्यसमध्ये खबर भयो अहिले उपस्थित भएका मान्छेहरू हामी अत्यन्त सचेत छौँ, जिम्मेवार छौँ। त्यसैले हामीले जिम्मेवारपूर्वक भूमिका निर्वाह गऱ्यौँ भनेदेखि समस्या समाधान हुन्छ। अहिले हामी सबै मिलेर कर्ता समस्याको समाधान गर्नुपर्छ भन्ने अमृतजीले पनि भन्नुभयो, हामी मिल्छौँ। र योभन्दा अगाडि भौगोलिक परिस्थिति कस्तो रहेछ, हुने कामना पनि नभएको हो कि के रहेछ भनेर नेपाल सरकारका माननीय प्रधानमन्त्री आउनुभयो, त्यसपछि कानुन मन्त्री पनि आउनु भएको थियो, अनि धेरै मान्य सदस्यहरू पनि आउनुभएको थियो। जिम्मेवार अब सडक विभागको डिजीहरू पनि आएर हेरेर जानुभयो। तपाईँलाई छिटो त यो संवेदनशील ठाउँ हो है भनेर यसभन्दा अगाडिका मान्छेहरू जतिको योभन्दा अगाडिका मन्त्रीज्यूहरूले, योभन्दा अघिल्लो कार्यकालका मन्त्रीज्यूहरूले, अघिल्लो कार्यकाल प्रतिनिधिज्यू अधिकारीज्यूहरूले जति महत्त्व दिनुभएको थियो त्योभन्दा धेरै महत्त्व दिएर वर्तमान सरकारले यो स्थलगत रूपमा अध्ययन गरिसकेपछि यसलाई उच्च प्राथमिकतामा राखेको हुनाले हामीहरूलाई बाइपास गरेर जनताहरूलाई चाहिँ सधैँ अन्यायमा पार्ला भन्ने कुरा हामी अनुमान नगरौँ। राज्यको पहिलो कर्तव्य भनेको यो अन्तर्राष्ट्रिय प्रतिष्ठासँग जोडिएको, राज्यको प्रतिष्ठासँग जोडिएको राजमार्गलाई निरन्तरता गर्ने कुरामा त्यो कर्तव्य एउटा राज्यलाई विमुख गराउन हामीले दिनु हुँदैन, विमुख हुने अवस्था सिर्जना गर्नु हुँदैन। त्यस पछाडि जनताप्रति राज्य सधैँभरि संवेदनशील छ र तपाईँहरूलाई कहिल्यै पनि अन्याय हुन दिँदैन। चाहे डाकलानको पहिरो होस्, चाहे इकोको पहिरो होस्, त्योभन्दा माथिको पहिरो होस्, त्योभन्दा बस्तीको होस्, यो राजमार्गकै कारण नभइकन अरू नै कारणले पनि जुनसुकै बस्तीमा केही समस्या परेको भने राज्य तपाईँहरूको साथमा छ, तपाईँहरूकै राज्य हो। र यो सरकार सधैँभरि अहिले वर्तमान सरकारले जनतालाई शिरोधार्य गरेर शिरमा जनता राखेर काम गरेको हुनाले तपाईँहरूले सरकारले हामीलाई बाइपास गरेर राजमार्ग बनाइसकेपछि वास्ता नगर्ला कि अहिले अल्पकालीन रूपमा खोल्ने योजना हो कि भनेर यो कुनै पनि सङ्कोच मनमा लिने अवस्था छैन, लिनु पर्दैन, नलिनुहोस्। र अर्को एउटा त्यसले भन्नुभयो त्यो चाइनिज ठेगालाई यहाँ काम समातेर ल्याउँ, अर्को भर्खर त्यो जागरणको पहिलाको ठेगार छ त्यसलाई पनि काम समातेर ल्याउँ, त्यसलाई ल्याएर उपस्थित बनाएर बनाउन लाउँ भनेर भन्नुभयो। त्यो चाइनिज ठेगार अथवा जसले भन्यो हिसाबले पनि भन्नुभयो चाइनिजहरूले के जापानको पहिरोलाई चाहिँ चाइनिजै दिनुपर्छ भनेर भन्दाखेरि हामी के भन्नुपर्छ, हामी सबै बुझिसकेपछि भर्खर उसँग एउटा नेपाल सरकारले उसलाई काम गर्नको लागि सहयोग गरेर दिएको छ, उसको पनि मोबिलाइजेसनको प्रक्रिया होला, उसको पनि एउटा देशमा सङ्घीय केन्द्रीय सरकारबाट एउटा दिनुपर्ने अथोरिटी होला, ऊ पनि कन्ट्र्याक्ट आउँदाखेरि एउटा टाइम लाग्ला। त्यसमा टाइम लाग्दा त कम्तीमा पनि कन्ट्र्याक्ट अवार्ड भइसकेपछि एउटा सर्टेन उनीहरू पनि त्यस्तो पोलिसी अनुसार लाग्ने निश्चित अवधि होला, 35 दिन होला, 30 दिन होला, अथवा हाम्रो जतिकै नभए पनि केही न केही त होला नि। त्योभन्दा अगाडि अहिले आइज कहिल्यै बना भनेर त हामीले त्यसमै आश गरेर बस्नु हुँदैन, किनभने मानिलिउँ हामीलाई पनि थाहा छ कतिपय ठाउँमा कन्ट्र्याक्टरहरू कन्ट्र्याक्ट गरेपछि भागै एकछिनमा सम्झौँ न, अब त्यो भागै गरेर हाम्रो त्यही गरी हाम्रो नि एडभान्स पेमेन्ट ग्यारेन्टी पेस गरेर एडभान्स लिएर भागिदिएला नि छ नि होइन, सिज गर्ने के गर्ने परेको छ नि। त्यस्तै भयो भने हामी हेरेर बस्न सक्दैनौँ नि, राज्य हाम्रो हो नि, हामीसँग नि केही स्रोत साधन छ नि अहिले अल्पकालीन रूपमा समस्या समाधान गर्नको लागि। त्यसो भएको हुनाले त्यो चिज चाहिँ हजुरले भने जस्तै गरी यो मनसुन रोकेपछि चाहिँ काम समाएर ल्याउने त्यसलाई काम गरेर हजुर हामी सँगै गरेर त्यसको लागि अब हजुरको अगाडि म हिँड्छु, श्री साहबहरू यहाँबाट गर्नुपर्ने सबै सुरक्षा साथीहरूले गर्नुहोस् र अगाडि जहाँ जानुपर्ने त्यसको लागि म नेतृत्व गर्छु। तर अहिले चाहिँ हाम्रो राज्य हो, राज्यले त्यसले आएन भने पनि उसले गरेन भने पनि यो बाटो त्यस्तै राख्दैन, हजुरलाई थाहा छ नि। हामीसँग स्रोत र साधनको कमी हुन दिन्नौँ भनेर सरकारले भन्नुभएको छ। त्यसैले अब अहिले त्यो ठेगाको स्कोपभन्दा बाहिरको पहिरो भएको कारण जागलानको सन्दर्भमा पनि त्यसलाई ल्याएर राखेर नै अनुहार हेरेर हामीलाई के फाइदा, हामीलाई त काम चाहिएको छ, तत्काल बस्ती पनि संरक्षण हुनु परेको छ, बाटो पनि तुरुन्त खोल्नु परेको छ। त्यसैले अहिले साथीहरूले उहाँले पनि भन्नु बाँस पनि राख्ने, तल पनि माथि राख्ने, उहाँले ओडाजीले भने मलाई प्रस्ताव पनि जागरणको ठिकै लाग्यो। त्यो एउटा माथिबाट हामीले छलफल पनि गऱ्यौँ, हेऱ्यौँ, माथि पनि आकाशबाट परेको पानी पनि नपर्ने गरी अब जहाँ परे पनि
भित्रको पानी त हामीले सुक्खा गऱ्यौँ ठिकै छ। अब माथि पनि ओभरअल सबै ठाउँमा चाहिँ त्यो प्लास्टिकले ढाक्नु सक्ने गरी त्यो व्यवस्था गरौँ। जे गर्दाखेरि अलि लामो समय टिक्नु सक्छ, त्यो टिक्ने गरी तत्काल अब हामीले काम सुरु गरौँ। जनताको समस्या परेछ भनेदेखि जे पर्दो रहेछ त्यो चिजको ट्याकल गरेर प्रक्रिया अगाडि बढाएर अरूमाथि हामी सरकारबाट गर्नुपर्ने कुराको जिम्मेवारी हजुरहरूले जिल्लाबाट तहबाट चाहिँ फरवार्ड गरेपछि त्यसको म काम गर्छु, त्यो मेरो जिम्मेवारी। र पहिला के फरक हुन्थ्यो भने पहिला र अहिलेको फरक, पहिला चाहिँ यहाँ आएर बोल्दाखेरि सरकार एउटा आएर बोल्ने र सरकार समस्या आवाज मात्रै तुरन्त गर्थ्यो भनेदेखि अहिले म सरकारकै जो सोच्नुपर्छ, सरकारकै एउटा प्रतिनिधि हुँ, अहिलेकै सरकारको प्रतिनिधि पनि हुँ। मलाई मान्य मन्त्रीज्यूले अर्थमन्त्रीज्यूले पनि अब मान्य शहरी विकास मन्त्रीज्यूले पनि मान्यज्यूले नेतृत्व गरेर यो बाटो खोलिदिनु पऱ्यो। त्यहाँ जे जस्ता कुराहरू पर्छन् पर्नुपर्नेको सहजीकरण गर्नलाई ती पऱ्यो भने त्यहीँबाट फोन गर्नु, त्यो कुरालाई हामी सहजीकरण गर्नु तयार छौँ भन्नुपर्छ। किनभने त्यो त महत्त्वपूर्ण नागा भने अहिले साथीहरूले भन्नुभयो, म व्यापारी साथीहरूले भन्नुभयो हामीले के बिर्सिनु हुँदैन भने व्यापारीहरूले गरेका काम पनि राज्यकै लागि योगदान दिन्छ। केही न केही कामै गर्छ। हामीले खेती आयो भने पनि त्यो खेतीबाट फलेर धान पनि राज्यलाई गरेको हाम्रो जिडिपीमा त्यसले योगदान पुगेकै हुन्छ। अहिले कुनै व्यापारी यस्तो राम्रो व्यापारी निक्लेर अहिले हामीलाई त्यो 2-4 ट्याङ्कर ग्यास मात्रै काट्नेर कसैले छिराइदिएदेखि हामी त्यो व्यापारी जत्रोमा लगाइदिन्छ होइन। भने समय सापेक्ष हरेकले आफ्नो जाने अनुसारका काम योगदान गर्नुपर्छ। अब केही न केही त गर्नुपर्छ देश बनाउन होइन। मेरा साना साना भाइ बहिनीहरू ठुलो भएपछि तिमी के हुने हो भनेर पनि हामी गर्नुपर्छ। अब कसैले देशको लागि सीमा रक्षा गर्ने सिपाही बन्छौँ कि होइन, बाटोघाटो पुल हाल्ने इन्जिनियर बन्छौँ कि पर्दैन होइन। अब देशको अर्थतन्त्रलाई चलायमान बनाउने व्यापारी बन्नु भएको साथीहरूको पनि अत्यन्त योगदान छ हरेक क्षेत्रमा। खेती गर्ने किसानको पनि मुटु बनाउनुको लागि योगदान छ, व्यापार गर्ने व्यापारीको योगदान छ। कोही व्यापारी भइदिएन भने अर्को देशबाट झिकायो भने सामान ल्याउने गरे कोही को होला भनेर भनेपछि तपाईँहरूको समस्या हेरेर तपाईँहरूले राज्यकै लागि काम गर्नुभएको। अब बाटोघाटो पुल यी सबैको लागि भनाइ खाइ हिँड्नुपर्ने इन्जिनियर साहबहरूले गरेको पनि राज्यकै लागि हो। अनि अहोरात्र यही ढुङ्गा आउने छ। अब ढुङ्गा आउने ठाउँमा बस्न भन्साको मान्छे रहन्छ छैन, त्यसमा त्यो पनि सबै मुलुकको लागि पनि हो। बिहान हेलम्बुको टुप्पा पुगेका मान्छे अहिले कुदेर यहाँ आएर यत्रो ठाउँ गएपछि उहाँहरूलाई पनि मन छैन, सबैलाई मन छैन। त्यसैले हामी सबैको साझा एउटै उद्देश्य हो, मुलुक बनाउनु। हामी त्यही काम गरिरहेको छौँ। अब यो ठाउँमा बसेर किनभने अब यही ठाउँमा जन्मेको छ, यो ठाउँमा बसेर अब व्यवसाय गर्न भनेर एउटा होटल बनायो, नामै ठाउँको राख्यो, फेरि गइरहनु जान्छ। त्यसमा त्यो के चिजहरू भूगर्भको कारणले नि भयो होला, के चिज हामीले रोक्न सक्थ्यौँ होला, रोकथाम गर्न सक्थ्यौँ होला, पहिले गरेका काम एउटा तौर तरिका बेठिक भएको कारणले पनि दीर्घकालीन समस्याको समाधान आएन होला। त्यसैले अब त्यस्तो हुन्थ्यो। यो अहिले भने अलिक हामी पनि छौँ। हामी हरेक गतिविधिहरूमा सूक्ष्म रूपमा हेर्छौँ। बडा अध्यक्षज्यू यहाँनिर असाध्यै यहाँले जुन पहिलेदेखि उत्साह देखाउनु भएको छ, म यहाँलाई नै हार्दिक धन्यवाद दिन्छु। अब हामीले त्यो माथिको पहिलो र डाक्लानको पहिलोको सन्दर्भमा हिसाबले मैले आजै भने त्यसको पनि के गर्नु लाग्नु भएको छ भन्ने कुरा कृपया मलाई त्यो डिजाइन सहित पाऊँ, हामी डिजाइन पाऊँ, हामी छलफल गर्छौँ। अझै पनि करेक्सन गर्नुपर्ने चिजहरू गर्नलाई नै के चाहिँ बिग्रिया छ र अनि हजुरको नै उद्देश्य त्यही हो, मेरो नै उद्देश्य त्यही हो, हामी सबैको उद्देश्य त्यही हो। त्योभन्दा बाँकी ठाउँका अर्को ठिक्क पढेर बसेको छ भने पनि त्यो पनि अहिले त्यो लेबर साथीहरूले भन्यो। अब अर्कोपल्ट फेरि अब घरको क्षतिपूर्ति अथवा त्यो घरमा के गर्ने, त्यसले घर बनाउने बाटो बनाउनु दिएन भन्ने अवस्था नआउने गरी अहिले पहिचान अब आउने हिँड्नु अहिले हामी यति बेला लेखौँ। यहाँहरू सबैको टिमले कहाँ कहाँ सम्भावित देखि मृत ठाउँ छ बाटोको वरिपरि सुविधाको त्यही गरेर घेरेर एउटा प्रतिवेदन तयार गर्छ। स्पष्ट रूपमा हामीले अर्थ मन्त्रालय, पूर्वाधार मन्त्रालय, सहर विकास मन्त्रालय सबैसँग बसेर अब कहाँ के गर्ने भन्ने कुरा एउटा योजना बनाउनुपर्छ। नत्र वर्षैपछि अहिले फेरि बनाउने, फेरि रोकिने, फेरि बनाउने, फेरि एउटै कुरालाई चाहिँ निरन्तरतादेखि दोहोऱ्याउने काम हामीले गर्न अब हामीसँग टाइम हुँदैन। अब नयाँ कुरा गर्नुपर्छ। अब वाइडिङ गर्ने कुरा आइसक्यो। त्यसैले
यहाँहरू नि के ढुक्क हुनु पऱ्यो भने अब बनाउनु डाक्ला यिनको सबै डिजाइन इस्टिमेट सार्वजनिक गरेर इस्टिमेट पऱ्यो भने डिजाइन सार्वजनिक गर्नु डिजाइन हामीले हेर्नु कतिमा आउँछ इस्टिमेट के मतलब भयो कन्ट्र्याक्टको उसको बिल दिन आउने हामीलाई के मतलब हो त्यो हेरेर छलफलै गर्दा साथीहरूले क्वालिटी कन्ट्रोल गर्नु पाउनुपर्छ। अहिले उहाँले भन्नुभयो उहाँले भनेको अत्यन्त मलाई चित्त के बुझ्यो भने तल त्यति जोडिएको यो डाक्टरको पहिरो इकोको पहिरो नआउने त्यो कुरा होइन साँच्चै होइन। हामी त आफ्नो बाटोमा हिँड्यौँ त्यो देखेर व्यापारी साथीहरू कुनै पनि त्यस्तो बेला पर्छ कि अब व्यापारी साथीहरू पनि गाडी कुदाउनु हाम्रो त्यो चिन्ताको विषय किन आफ्नो क्षेत्रै होइन नि त। त्यस हुनाले अब हामीले आगामी दिनहरूमा त्यस्ता समस्या नआउने गरी काम गरौँला आउँदैन। अहिले पैसाको समस्या होइन हामी काम गरौँ त्योसँग माथिलाई अरू अरू विकास कुरो गरेर काम गर्नुपर्छ भने पनि त्यो पनि गर्नु। अब यो सँगसँगै अहिले यो विषयमा हामी अलिकति बाटो जुन दिन बाटो खुलिसकेपछि हामी स्थानीय साथीहरू भन्सार प्रशासन हामी त्योभन्दा अगाडि यहाँको बाटो खोल्दाखेरि अहिले उहाँले भन्नुभयो 25 घर त्यो एकोकै बस्ती ठाउँबाट बग्यो त्यहीका मान्छेको बग्यो हामीले फेरि पाट्यौँ त्यो गर्दा बस्ती बगाई पनि नि यो राजमार्गलाई निरन्तरता दिए बापतमा त्यहाँका मान्छेहरूले केही चिज सहुलियत पाउनुपर्छ यो मेरो माग हो। यो चिज तपाईँहरूलाई म दिलाएरै छाड्छु यति ढुक्क हुनुहोस्। तपाईँहरूले म खाद्यबाट आएको मान्छे भन्दा यही आफ्नै बारी आफ्नै खेत आफ्नै घर बगाई पनि बाटो जुन बनाउनको लागि योगदान दिनुभएको छ त्यसको पक्षमा म केही न केही दिन्छु। त्यो तपाईँहरूलाई अन्याय हुन दिन्न। मैले आज यति मात्रै भने बाँकी तपाईँहरूले योभन्दा अगाडि के पाउनुभएको थियो जतिखेर बाटो खनेर बाटो खुलेको दिन म यहीँबाट अर्थमन्त्रीसँग लाइभ कुरा गरेको छु। तपाईँहरू त्यति भए त तपाईँहरू बाटो प्रशस्त गर्न सक्नुहुन्छ नि होइन। त्यस हुनाले के गर्नुपर्छ मान्छेको गुजारा नि त गर्नु पर्ने खेती पनि छैन होटल बनाएर त्यो पनि बगाएर अब कहाँ जा भनेर तिनीहरूलाई बस्ने बास पनि छैन। व्यापार व्यवसाय गर्दाखेरि त्यही बाटै बगाएर बाटै घरहरू सबैको आफ्नै बाटोको कारणले गाउँमै भौगोलिक स्थिति यस्तै छ। नाकासँग जोडिएको छ फेरि पहिलेदेखि नाकासँग जोडिएका त्यस्ता ठाउँका बसोबास गरेका बसोबासीहरूको लागि झिझिगुन्डा सम्बन्धी ऐन थियो त्यो ऐन निष्क्रिय भयो भए फेरि लिनुपर्छ भन्ने कुरा ल्याएर भए पनि स्थानीयहरूले चाहिँ केही न केही रोजगारीका लागि पाउनुपर्छ। त्यो तपाईँहरू ढुक्क हुनुहोस्। त्यसको लागि चाहिँ यो बाटो खुल्छ स्थानीयले नै काम पाउँछ। त्यसको लागि पनि एउटा विधि प्रक्रिया पद्धति दुरुपयोग नहोस् भन्ने कुरो मेकानिजम गर्नुपर्छ। तपाईँहरूले नि मलाई यो चिज गर्नुपर्छ भनेर एउटा तत्कालै यो बाटो खोल्नुभन्दा तपाईँहरूले यो चिज गरियो भने स्थानीयले आफ्नो भराइसी प्रयोजनको लागि 5,000 रुपियाँको सामान यो क्राइटेरियाबाट ल्याउन सकिन्छ भनेर ल्याउनुहोस्। दुरुपयोग नहुने गरी त्यसको लागि सरकारले निर्णय गर्नु पर्यो भने सरकारले निर्णय गरिदिन्छ। यो कुरामा सरकार पोजिटिभ छ। मैले हामीले यही कुरा जानकारी गराएँ। र अब हामीले कहाँ के योगदान गरेर बाटो खोल्नु पर्ने हो त्यो बाटो खोल्नेतर्फ लागौँ। पहिलो कुरा उहाँले यो बाँस के गरेर हामी तत्कालै भोलिदेखि नै यहाँ सल्लाह गरेर डाकलानको खोलौँ। जुनसुकै चिजमा जनताहरूले भनेका प्लास्टिकबाट आउने ओडाउट ट्रेन खन्नु पर्ने खनौँ जे खन्न पर्ने खनौँ स्रोत साधन नभएदेखि गएर निकास गर्न आउला। अब हामीले डाकलानको सुखानी भएको छ त्यहाँबाट आएपछि एकमा उहाँले भने जस्तै गरी पहिला मेन स्ट्रिममा उहाँले भनेको कुरा सत्य छ। किनभने दुई ठाउँको दुईपट्टिबाट गर्नुपर्ने त्यस्तो मेसिन कसरी लाने उपाय चाहिँ मेसिन चाहिँ बारीपट्टिसम्म लानलाई चाहिँ त्यो उपाय खोज्यौँ। र अनि अलिकति पर्मानेन्ट सबैलाई चलाउनलाई चाहिँ माथिको बाख्लो बनाइसकेपछि तल्लोमा आउला। त्यसपछि हामीले त्यसलाई निरन्तरता अझै एकपल्ट खोलिसकेपछि माथि पनि अब बाँस गाड्न सक्छ कि पाइप गर्न सक्छ कि त्यही बिमहरू आइबिमहरू गाड्नुपर्ने हुन्छ कि त्यसलाई माथिले पनि अलिकति त्यो अलिक छोटो छ त्यसलाई लामो अलिक मोटो लगायो भने आइबी माथि अलिअलि टिप्छ त्यति पनि महँगो पर्छ परे पनि त्यसले अलिकति काम गर्छ। बाँसभन्दा त्यसले चाहिँ काम गर्छ। बाँस चाहिँ गाड्नु सकिँदैन त्यो भएर चाहिँ गाडिन्छ। बाँस चाहिँ बाँध्न मात्रै हुने हो। त्यो अनुसार गर्ने गरी हामी एउटा सहमति बनाऊँ। मैले गर्नुपर्ने काम म गर्छु अरू साथीहरूले गर्नुपर्ने काम साथीहरू गरौँ। अब यहाँहरूकै बस्ती यहाँहरूकै ठाउँ गएर जिम्मेवारी हुनाले मैले यी कुराहरू अनुरोध गरेँ। अब साथीहरूको केही जिज्ञासाहरू भए भनौँ। अब जे भए पनि यो हामीले अब बाटो खोल्नुपर्छ।
धन्यवाद। सहजीकरण गर्नुपर्ने हुन्छ तर सबभन्दा पहिला सडक दिने हिसाबले चाहिँ यसलाई चाहिँ अब म त के भन्छु भने अहिले मैले अलिकति समय दिएँ विशेष गरी अहिले जुन बागवानसँग जोडिएको कारणले पनि त्यहाँको चाहिँ जनताको आजित भइसकेको छ। म केही बस्ती भन्दा माथिमा मेरो घर छ, त्यो बस्ती सक्ने बित्तिकै मेरो घर पनि भेटिन्छ। म आज मान्यजुन एउटा ठुलो पानी बस्ती पनि छ अरे, त्यो बस्ती पनि पहिलो पोसाइसकेको छ। उहाँलाई म अहिले स्थलगत म नानी पनि मैले उनीहरू पनि यही मैले गरेँ र हिसाबले सबभन्दा पहिलो कुरा चाहिँ सडकसँग जोडिएको भने हिसाबले हामीले सहजीकरण गर्नुपर्ने हो। जनतालाई राखेर जनतालाई व्यवस्थापनको जिम्मेवारी मान्य चाहिँ प्रमुख हाम्रो सिडिओ साहब हुनुहुन्छ, सहायक साहब हुनुहुन्छ र एसपी साहब पनि हुनुहुन्छ यहाँ। त्यस कारणले सबै तहको जिम्मेवार चाहिँ यदि सब पनि हुनुहुन्छ, सबैजना बसेर सरकारले गर्नुपर्ने तर्फमा तर्फबाट गर्नुपर्ने मान्यज्यूले एउटा नोट यो चाहिँ हामीले चाहिँ पटक पटक आउँदाखेरि यो मिडिया वाइज युट्युबमा प्रसारणलाई मात्र एउटा नबनाइकन यसलाई चाहिँ नतिजामा पुग्ने गरी विकास, किनभने यो 1 वर्षमा आउने चाड नजिकिसकेको छ। हरेकको चाहिँ रोजीरोटीको बाटो छ, व्यवसाय गर्ने छ, अन्तर्राष्ट्रिय एउटा यो नाका हो, यो नाकालाई पनि सुचारू गर्नुपर्छ। नाकालाई सुचारू गर्नुपर्छ भन्ने हकमा चाहिँ जनतालाई टेलेर अथवा बस्ती यसलाई विस्थापित गरेर चाहिँ गर्ने होइन, त्यसलाई पनि ध्यान दिएर चाहिँ गर्ने। त्यो कुरामा हामीले सहजीकरण गर्नुपर्ने कुरामा स्थानीयको तर्फबाट हामी एउटा चाहिँ पार्टीसँग आबद्ध समर्थनमा आबद्ध भएका चाहिँ सामाजिक व्यक्तित्वको तर्फबाट हामीले गर्नुपर्ने कुरामा हामी कसरत हामी लागिरहेको छौँ। जनतालाई राखेर जनताको समस्या समाधान गर्ने गरिकन उहाँहरूलाई पनि यो किनभने पटक पटक यो चाहिँ सम्झौता हस्ताक्षर जनप्रतिनिधिहरूबाट चाहिँ तोडिसकेको अवस्था छ। आज भागिरहेको अवस्था छ। मान्यज्यूले चाहिँ अस्ति पनि पटक मन्त्रीज्यू समेत आउदाखेरि चाहिँ त्यो बेलामै नै एउटा निर्णयमा जाउँ भन्दाखेरि उहाँहरू सबैजना भाग्नुभयो। किन भाग्नुभयो? यो चाहिँ सबै तहबाट आज यहाँ सबैजना हुनुहुन्छ, हो शनिबारको समय पऱ्यो, सबैलाई अनुकूल भन्न परेको होला, तर पनि यो चाहिँ एउटा निकासमा जानुपर्छ, निकास निकाल्नुपर्छ। र हामीले गर्नुपर्ने कुरामा जनतालाई अहिले फर्किँदाखेरि उहाँलाई राखेर तपाईँहरू बसिरहनुहोस् है भनेको छ, के गर्नुपर्छ। तर सबभन्दा पहिला चाहिँ टी साहबलाई चाहिँ मैले अनुरोध गरेँ हजुरले पहिला, किनभने अहिले सरकारको लागि हाम्रो चाहिँ एउटा साङ्गेजिरी भन्ने प्रवचनबाट माथिबाट दिएको छ, त्यसलाई पनि सबभन्दा पहिला पनि हो हामी तलबाट सुरुवात गर्नुपर्छ। अब तलबाट सुरुवात गर्नुपर्ने अवस्थामा त्यहाँको अवस्थालाई पनि हेरिकन हामीले कसरी जाँदा उपयुक्त हुन्छ र हामीले चाहिँ प्राविधिकबाट पनि हामीलाई सल्लाह सुझाव चाहियो कसरी जाने। अब हामीले एउटा दीर्घकालीन बाटो एउटा भयो, अहिले तत्कालको लागि के गर्न सकिन्छ। अब हामीले त्यसलाई ख्याल्दै चाहिँ माथेर त्यसलाई अहिले तत्काललाई के गर्न सक्छ, पैसा मात्रै सक्ने, काम पनि नबन्ने पनि भएन। त्यसलाई कसरी हुन्छ हामीले भन्दा पनि विशेष गरिकन हजुरहरू विज्ञ हुनुहुन्छ, विज्ञबाट एउटा निकास निकाल्नु भन्ने केही समय पनि यसो फेरि बन्द हुने पछिल्लो चार मात्र 20-25 दिन 15 दिन त्यसपछि हामी यसै गरी तत्कालीन सुरक्षा हाम्रो नानीहरू छ लगायतको पनि बस्यो। त्यसमा पनि त्यस्ता कुराहरू मेन आयो, गुनासा आयो, त्यो गुनासाहरूलाई आयो। अब हामीले के गर्न सक्छौँ त्यो गर्नु हिसाबले हामीले लिखित सम्झौता गर्यौँ। त्यसमा के भन्यो भने अगाडिको हकमा कार्तिक मसान्तसम्ममा सूचना प्रकाशित गरिसक्यौँ त्यसको दीर्घकालीन समाधानको लागि र असारसम्ममा त्यसको चाहिँ व्यवस्था गर्ने गरेको थप क्षति नदिने गरी सम्पूर्ण कार्यहरू गर्ने यहाँ सम्झौता भयो। त्यसै गरी यही सम्झौतालाई म्यान्डेट दिएर बाक्लामा पनि मलाई त्यही अनुसार काम गर्नुहोस्
यहाँ जसरी अवस्था थियो गाडीमा पनि कहिले कहिले उस्तै अवस्था छ अहिले पनि त्यो लाग्दैन त्यहाँ अवस्थामा मैले पनि त्यहाँ साइन त्यसै गरी गरेको छु उहाँले अहिले दिनु सत्य नै हो र त्यो प्रसङ्गमा चाहिँ हामीले यसलाई डिजाइन गर्नुपर्थ्यो डिजाइन पनि सजिलो चाहिँ थियो अहिले पनि हामीले चाहिँ धेरै नै प्रयास गरेर नेपालमा उपलब्ध सबै विधिहरूलाई राखेर छलफलमा ल्याएर डिजाइन सुरु गऱ्यौँ इस्टिमेट बनायौँ र त्यसमा पैसाको पनि विनियोग भएको थिएन अर्थ मन्त्रालयबाट सहमति ल्याउनु भन्नुहुन्छ अर्थ मन्त्रालयबाट सहमति ल्याउनुलाई कम्ती 57जना मान्छेले सही गर्नु मात्रै त्यो सम्भव 57जना मान्छेलाई डिभिजनको लेभलबाट सङ्घीय लेभल विभागीय लेभल हाम्रो मन्त्रालय अर्थ मन्त्रालय जतिको चाहिँ ल्याउँदाखेरि हामीले त्यो कुनै पनि एकदम व्यापारी जस्तो लाग्दैन सबै सरकारले त्यस कारण त्यो गरेर सहमति ल्यायौँ सहमति ल्याइसकेपछि टेन्डर आयो टेन्डर आवाज गर्दाखेरि कम्तीमा सार्वजनिक खरिद ऐनले नियमले के भन्छ कम्तीमा 2 महिना लाग्छ त्यो पनि 2 महिना पनि सकिँदैन किनभने मूल्याङ्कन गर्न हामीले 1 दिन राखेको त्यो सकिँदैन केही समय लाग्यो र तैपनि कोदारीको हकमा हामीले चाहिँ फागुनमा सम्झौता गऱ्यौँ सम्झौता गरिसकेपछि कन्ट्र्याक्ट मोबिलाइज पनि भएर त्यहाँ काम सुरु भयो काम सुरु भइसकेपछि यहाँको मैले एउटा कुरा भन्नुपर्छ नेपाल सरकारले चीन सरकारलाई कोदारी पहिरो लगायतका पहिरोहरू रोकथाम गरिदिनु भनेर 2 वर्ष अगाडिदेखि त पत्रचार गरेको गऱ्यो परराष्ट्र मन्त्रालय मामला तर 2 वर्षसम्ममा चाहिँ त्यो कुनै पनि रेस्पोन्स नआएको अवस्था कुनै पनि आइसकेपछि नेपाल सरकारले पनि अब यो हामीले गर्नुपर्छ भनेर लागेर हामीले त्यसलाई चाहिँ सबै परराष्ट्र अर्थ मन्त्रालय गृह मन्त्रालय लगायत राष्ट्रकै चासोको विषय भएको हुनाले हामीले त्यसलाई अगाडि बढायौँ खरिद सम्झौता अगाडि बढाएर काम सुरु गऱ्यौँ काम सुरु गरिसकेपछि चाइनीको तर्फबाट चाहिँ सर्वे गर्ने भनेर आयो टोली त्यो टोली पनि कुन लेभलको मलाई थाहा थिएन सोझै चलीको गएर चाहिँ अनि उसले चाहिँ मलाई के भन्यो भने यो चाहिँ ड्रोन सर्वे गर्नुपर्ने हो हामी सर्वेक्षण गर्नलाई सर्वे गर्न आएको हो त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट चाहिँ ड्रोन उडाउने अनुमति चाहियो भनेर उसले चाहिँ भनिसकेपछि मैले माथि निकायमा भने त्यस्तो किसिमले आउनु भएको के हो भने हुन्छ दिनुहुन्छ र मैले चिठी लेखेँ छोरी साथी त्यो अनुमति पनि दिनुभयो ड्रोन पनि उडाएँ त्यो उडाइसकेपछि उनीहरूले हाम्रो मिटिङमा के भन्थ्यो भने हामीले चाहिँ सर्वे गर्न आएको हो भनेर भनिसकेपछि हामीले हाम्रो कुरो भन्यौँ हामीले चाहिँ हाम्रो स्टेजमा यो गइसकेका छ हाम्रो डिजाइन छ यो हो यो डिजाइन अनुसार हामीले काम सुरु गरि नै सकेका छौँ यो अवस्थामा पुगिसकेका छौँ भनेर भनिसकेपछि उनीहरू चाहिँ के एउटा त्यो चाहिँ चाडपर्व छ फेस्टिभल छ हामी त्यता जान्छौँ भनेर भनिसकेपछि 1 हप्तापछि जस्ट 1 हप्तापछि उहाँहरूको अर्को टोली आयो अर्को टोली आइसकेपछि के भन्यो भने हामीले कन्ट्र्याक्टर पनि नियुक्त गरिसक्यौँ हामीले चाहिँ कन्सल्टेन्ट पनि नियुक्त गरिसक्यौँ त्यसैले गर्दा त्यो काम त हामीले गर्ने भनेर भइसक्यो हामीले त नोमिनेसनै गरिसक्यौँ त्यसैले यो काम हामी गर्छौँ भन्ने कुरा आयो आइसकेपछि अब हामीले त्यो अवस्थामा गइसकेपछि के गर्ने त भनेर भन्दाखेरि अब हाम्रो विभागले पनि परराष्ट्र मन्त्रालयलाई सँगै एकचोटि कोअर्डिनेसन गर्नुपर्छ 2 देशको कुरो छ भनेर हामी परराष्ट्र मन्त्रालयमा मिटिङै बस्यौँ मिटिङमा बस्दाखेरि उहाँहरूले चाहिँ ठ्याक्कै के भन्नुभयो भने यो 2 देशबिचको सम्बन्ध हो जुन अवस्थामा छ तपाईँले त्यो अवस्थामा काम रोक्नुपर्छ यो चाहिँ यहाँभन्दा अगाडि बढाउँदै नबढाउनुहोस् यो 2 देशको सम्बन्ध हो यो कलङ्कीदेखि महाराजगञ्ज गर्ने पनि यही कन्ट्र्याक्टर कन्सल्टेन्ट हो त्यसैले गर्दाखेरि यसमा पनि असर गर्ला ग्रान्डको कुरो छ हाम्रो पैसा अन्दाउने पैसा धेरै छ त्यसैले गर्दा तपाईँहरूले चाहिँ नगर्नुहोस् भन्ने पनि कुरो भइसकेपछि हामीले कन्ट्र्याक्ट तोडेको कन्ट्र्याक्टरलाई सुविस्ताको आधारमा कन्ट्र्याक्ट तोडेर अब चाइनिज र त्यति बेला चाइनिजले हामीलाई मिटिङ अफ माइनर्समा बगाएर के लेखेको छ भने यो 2026को मनसुनमा हामी अस्थायी बन्द गरेर गाडी चलाउँछौँ र 27को मनसुन अगाडि काम सक्छौँ भनेर लेखेकै छ र हामीले यसरी सोद्धाखेरि पनि चाइनिज त भनेकै हो भनेकै छ तर अहिले अवस्थामा अहिले के लेख्यो भने चाइनिजले एग्रिमेन्ट गरिसकेको छ त्यो गरिसकेको एग्रिमेन्टलाई चाहिँ उसलाई लागू गर्न हामीले पनि सक्नुपर्छ होइन हामीलाई मात्रै दौडाएर भएन भन्ने होइन यो देशको सम्बन्ध भने चाइनिजले किन भन्दा एग्रिमेन्ट गरिसक्यो उसलाई छिटो मोबिलाइज गरेर चाइनिज गराउनु यो आफ्नो तत्त निकायमा हामीले को गर्न सक्छौँ त्यो चाहिँ गर्नुपर्ने छ कोदारीको हकमा अब डाकलाङको हकमा हामीले मैले पनि सारी मान्नुपर्छ अहिले भाइ ल्याएर यो गरी हामी सोचेर बसेको होइन किनभने त्यसको पनि जस्तै कोदारीको लागि अलिक माथिल्लो निकायले हाम्रो मन्त्रालयले अब भौतिक विभागले अलिक चाँडै प्रक्रिया गरेर केही समय अगाडि आयो हाम्रो फागुनको अन्तिममा सम्झौता गर्न सक्यौँ तर डाकलाङको लागि पनि एउटा मात्रै डाकलाङ 1 डाकलाङ 2 र त्यो भट्टे खोला 3टा प्याकेज छ हाम्रो 2टा प्याकेजको विषय बनाएर त्यसलाई सम्झौता गरेर त्यो 2टै प्याकेजमा हामीले चाहिँ डाकलाङ 2 फेका छ एउटा दुईवटा फेका छ त्यो तपाईँको अहिले जुन हामीले सानो बनाएर गएको छ त्यसलाई पनि हामीले डिजाइन गरिसकेका छौँ त्यो पनि हाम्रो सुरु
तिनवटा प्रजापति गरेर काम लाग्यो त्यही हिसाबले दुनियाँ एक महिना चाहिँ ढिलो भएको जस्तो यहाँ लागेको हो पनि हामी त्यो मासु समुद्र कामसँग कानुनको अन्तिम समस्या त्यसपछि 2 महिना जोड्दा 40 पैसा कम्ती भइहाल्यो आएपछि हामीले आफ्नो समुद्र अब यो वर्षको लागि हामीले त्यसलाई काम गर्न सक्ने छैन त्यसैले गर्दाखेरि के भन्छु भने मैले र अर्को कुरो मन्त्रीहरू आइसकेर गइसकेपछि के भने बिक्रीहरूको टोली गर्ने बिक्रीहरूको टोलीको सुझाव अनुसार हामीले काम गर्ने भनेर भनिसकेपछि त्यो बिक्री टोलीको टोली आएर एउटा समिति बनाएर त्यो समितिले सुझाव पनि दिइसकेको छ त्यो सुझावको जिस्ट के हो भने त्यो सम्पूर्ण पहिरोहरू पानीकै कारणले गर्दा गइरहेको छ त्यसैले गर्दा सम्पूर्ण पानी लगाउनु पहिलो प्रायः पानी लगाइसकेपछि गाई भइसकेपछि जग्गा सकिन्छ 15 दिनको समय लिएर पानी लगाउनु भन्ने मलाई जिल्लामा आदेश छ 15 दिनभित्र पानी लिएको जग्गा त्यसपछि त्यही गाई त्यसपछि अस्थायी रूपमा भोलि हुन्छ अन्तिम कुरा यहाँ के छ भने अहिले तत्काल बाटो खोल्नको लागि भोलिहालौँ आजै खोलौँ भोलि खोलौँ भन्यो भने कटिङ गरेर त्यसलाई गर्नु अस्थायी रूपमा खोल्न चाहिँ सकिएला त्यो पनि कस्तो छ भने आज भोलिको बाटो आजै मात्रै गाडी चलाउँदाखेरि त्यो चल्छ त्यसै कारण एक दिन बिहानै सम्पूर्ण सोर्स आएर साधनहरू गरेर बिहानै सुरु गरेर चलाउन सकिने छ त्यसको लागि भित्र कति हातको ढुङ्गाहरूको प्रयोग बाहेक गर्नु भने तर अब फिलिङ गरेरै लिएर आउनु कुनै प्रकारको सम्भव छैन जुनसुकै स्ट्रक्चर हाल्नु पर्छ त्यसैले गर्दा ड्राइभरको हकमा के भन्यो भने अहिले पानी बढ्यो तपाईँ पनि छ त्यही गर्दाखेरि भाइ पनि भएको छ त्यसको लागि अब केही गर्न सकिँदैन होइन मैले चाहिँ हाम्रो कमिसनहरूको डेली बिचको पार्सहरू एङ्गलहरू लिएर आएको छु 80 पार अरू पनि थालेको छैन त्यसलाई सक्ने रहेछ अनि बाँस पनि 200 बाँस भएको छ त्यसलाई 200 छोडेर कति सकिने सक्ने त्यसपछि बाँस पानी त्यसपछि त्यो बर्डरहरू आएर है फिल्म सकिने पाएछ त्यसको लागि चाहिँ त्यहाँबाट मैले अहिले धेरै सँगै एट्याक गर्ने सँगै एट्याक गर्ने सम्भावना छ त्यसले गर्दा अब कार्यालयको लागि भनौँ त नि र हामीले चाहिँ प्रयास गरौँ भने प्रयास गर्न सकिन्छ काठमाडौँमा प्रकारको त्यसपछि चाहिँ दोस्रो मैले के भन्न चाहन्छु भने स्थानीयको पनि सहयोग भयो हामी सबै पनि भयो भने बाटोलामा एकचोटि प्रयास गर यदि 15 दिन पुग्न पर्दैन मैले भने समितिले मलाई 15 दिनको समय पनि अब यो किसिमको आइसकेपछि 15 दिन नै नपुऱ्याउनु त ल के गर्न सकिन्छ अब्जेक्टिभ नहुने गरी गरौँ भन्ने प्रयास त्यही भन्छु र अर्को कुरा के भन्नु चाहन्छु भने अब यो मनसुन पछिको दीर्घकालीन समाधानलाई त्यो चाहिँ हामीले डिजाइन गरेका छौँ तल दोषीबाटै त्यो बनाएर आशिषलाई लगाएर त्यसमा चाहिने सबै कुराहरू हामीले पुऱ्याएका छौँ त्यसलाई हामी कन्फिडेन्सै छौँ कि अबको मनसुनमा चाहिँ सबै सकिने हामीले नसक्ने त्यसमा थप जोड्नु भन्ने विषयको बनाउनु हामी कसै पनि आगामी दिनहरूको मनसुन अगाडि नै हामीले हुने गर्छ त्यो हामीले हाम्रो कर्तव्यको के भन्छ पैसा सोर्स झिया छ त्यो हाम्रो आगामी वर्षको मनसुनमा अहिलेको हकमा अवस्थाहरू छ र अहिले पनि त्यो गरेर हामी त्यसै गरेर त्यो पनि हामी सरकारी निकायमा राज्य समक्ष हाम्रो कुराहरू राख्छौँ तर पनि कहिले पनि त्यसको परिपूर्ति हुन सक्दैन जहिले नि मिटिङ बस्छौँ भेला बस्छौँ छलफल मात्र बस्छौँ र यो छलफल मात्र सीमित भइरहेको अवस्थाहरू छ त्यसो हुँदाखेरि मलाई चाहिँ के आशा चाहिँ छ भन्दाखेरि राख्नुभएको छ यो चिजलाई नतिजामा पुग्नको निम्ति सरकार जसरी अहिले दिन रात नभनिकन लागेको छ यसरी हजुरहरूको तर्फबाट आफ्नो तर्फबाट यो डिजाइनलाई कसरी बनाउनु पर्ने टनेल बनाउनु पर्ने चाहिँ बस्ती व्यवस्थापन गर्नुको लागि नेपाल सरकारको तर्फबाट माननीयज्यूले यहाँहरू सबैलाई नमस्कार प्रतिनिधि सभाका माननीय
सचिव, सुरक्षा निकायका प्रमुखज्यूहरू, सहायक प्रमुख जिल्ला अधिकारीहरू, यहाँ उपस्थित सम्पूर्ण कर्मचारी साथीहरू, व्यवसायी साथीहरू र स्थानीय दाजुभाइ यहाँहरू सबैमा म पुनः हार्दिक नमस्कार टक्राउँछु। म छोटोमा केही कुराहरू राख्छु। अब यहाँ अहिलेसम्म छलफल चाहिँ अनि यी साथीहरू भन्नुभयो व्यवसायी साथीहरूले चाहिँ त्यो यहाँको भौगोलिक जटिलता हामीले त्यो सबैले त्यसलाई आत्मसात गर्नुपर्छ। गत सालको भूकम्पपछि मेरो कुरा पनि आए। भूकम्पपछि हाम्रो भूगोल अलिक बढी खलबलियो र हामीले चाहेको जस्तो प्रोटेक्सनको काम समयमा हुन सकेन। त्यो कारणले रोकिएको। तर आजको छलफल चाहिँ हामी सबै सरकारवाला चाहिँ कसरी समस्याको समाधान गर्ने भन्ने कुरामा चाहिँ ध्यान पुर्याउनु पर्ने हुन्छ। अब यो राजमार्ग रणनीतिक सडक हो, मुलुकको अन्तर्राष्ट्रिय नाका जुन सडक त्यो असाध्यै महत्त्वपूर्ण छ। व्यापारी साथीहरूको पनि समस्याहरू छन्, त्यो हामी सबैले महसुस गरेका छौँ। सँगै आफ्नो समस्या आफ्नो ठाउँमा सबैलाई ठुलो हुन्छ, स्थानीयका पनि समस्या छ। गत वर्ष प्रमुख जिल्ला अधिकारी मान्छे जोसुकै होस् त्यो एउटा चाहिँ अधिकारीवाला संस्था हो। प्रमुख जिल्ला अधिकारी सडकको डिजीदेखि सबैसँगै यहाँ सम्झौता भयो। त्यो बमोजिम मलाई लाग्छ सडक डिभिजन सुतेरै बसेको हो भन्ने ढङ्गले पनि त्यसरी नबोल्नु। किन भन्दाखेरि उहाँहरूले डाक्लाङ माथि कोदारीको हकमा ठेक्का लागेर मोबिलाइजेसन पनि भइसकेको काम थाल्न थालिसकेको अवस्था थियो। पछि हामीले द्विपक्षीय दुई देशको सहयोगको कुरा जोडिसकेपछि ब्याक हुनु पर्यो। त्यो कुरालाई त एक्सेप्ट गर्नु पर्यो। यतापट्टि डाकलाङमा पनि बजेट नभएको कुरालाई हाम्रो संरचना काम गर्ने तरिका बजेट विनियोजनको समस्याहरूलाई सुल्झाउँदै ठेक्का त लगाइसक्यो नि त। त्यसैले एउटा चरणमा हामी पुगेका छौँ। त्यसैले अब तिनै जो यस्तो भएन त्यस्तो भएन भन्ने कुरालाई नदोहोऱ्याउनु। अब समाधान कसरी निकाल्ने हो त्यसमा चाहिँ जानुपर्छ। व्यापार हाम्रो यो चाहिँ व्यवसायी साथीहरूको समस्या पनि उत्तिकै महत्त्वपूर्ण छ। बस्ती जोगाउने कुरा पनि त्योभन्दा कम महत्त्वपूर्ण छैन यो पर्खाइएको समयमा। यही कुरालाई मध्यनजर गरेर पनि माननीय मन्त्रीज्यू अघिल्लो पटक भिजिटमा आइसकेपछि यो बस्तीलाई संरक्षण गरौँ थप क्षति नहुने गरी चाहिँ बाटो खोल्ने काम गरौँ भनेर मन्त्रीज्यूको निर्देशन भएको हो। सो बमोजिम सडक विभागले टिम गठन गर्यो, एक्सपर्टहरूको टिमले आएर अध्ययन गर्यो, एउटा रिपोर्ट दियो। त्यसमा 2-3वटा विकल्पहरू दियो। त्यो मध्येको एक्सपर्ट साथीहरूले चाहिँ जुन भित्र सर्फेस वाटर मात्रै नभएर भित्रबाट बगिरहेको पानीलाई चाहिँ ड्रेन आउट गरेर अलिकति ड्राई बनाइसकेपछि चाहिँ बाटो खोल्न सकिन्छ भन्ने खालको प्रतिवेदन दिइसकेर साथीहरू एक्सपर्ट साथीहरू मोबिलाइज पनि भइसक्नु भएको छ। डाकलाङमा धेरै हदसम्म पानी कटाएर अब हामी काम गर्न सक्छौँ कि भन्ने कुरा चाहिँ त्यो अवस्था सिर्जना भएको छ। त्यसै गरी अब यो टिम यतापट्टि पनि काम गर्न थाल्छ। हामीले तलबाट काम गर्दै आउँदाखेरि चाहिँ यता पनि अलिकति सहज अवस्था आउला। अब आजभन्दा 10-15 दिन अगाडिको कुरा यहाँले हेर्नुभयो भने मौसम विज्ञान विभागले खालको फोरकास्ट हेभी रेनको गरिराखेको, हेभी वर्षा भइरहेको स्थितिमा त्यो चलाउँदाखेरि चाहिँ त्यो बग्ने स्थिति हुन्छ। कसैले यो भावनामा बगेर हुँदैन। यो भौगोलिक जटिलतालाई त स्वीकार गर्नु पर्यो नि त। त्यो कुरालाई चाहिँ दुईवटा एङ्गलले चाहिँ अलिकति हामीले टाइम लिएका हौँ। एउटा चाहिँ बस्तीको संरक्षणका हिसाबले हामी पानी कसरी कटाउन सक्छौँ, उपायहरू के हुनसक्छ भनेर सरकार संवेदनशील भएर त्यसमा लागेका हौँ। दोस्रो, त्यस्तो हेभी रेन भइरहेको बेला आज पनि हामीले गएर हेरौँ बगिरहेछ, त्यो बाटो चाहिँ कसरी हुन्छ। त्यसैले हामी अहिले वेट एन्ड सीमा थियौँ। अब अहिले सबै परिस्थितिहरू बिस्तारै नर्मलाइज भएको छ। हामीले अब चाहिँ मध्यमार्गी बाटो खोजेर उपाय खोजेर अगाडि बढ्ने, कसैले कसैलाई आरोप लगाएर हुने स्थिति चाहिँ छैन। कसैले
एउटा पक्षको नेग्लिजेन्सको कारणले मात्र यो भइरहेको छैन, यो कुरालाई हामी सबैले एक्सेप्ट गरौँ। अब स्थानीयको हिसाबले चाहिँ उहाँहरू यहाँ बसिराख्नु भएको छ, घरहरू चर्केका छन्, पहिरोले जोखिम बनाएको छ, त्यो कारणले उहाँहरूको चासो रहनु, संरक्षण गरिदेऊ भन्नु कुरा चाहिँ त्यसलाई चाहिँ स्वाभाविक रूपमा लिनुपर्छ। राज्यले स्थानीयको पनि अभिभावकत्व लिनुपर्छ। अब त्यसरी गर्दाखेरि चाहिँ व्यवसाय साथीहरूले सुरु साहबले यो निरन्तर समन्वय गरिदिनु पर्यो भन्ने पनि कुरा राख्नु भएको छ। हामी जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन निरन्तर रूपमा यो समन्वय गर्ने र बाटो सुचारू गर्नका लागि हामी प्रतिबद्ध छौँ। अब जहाँसम्म पहिरोको कुरा छ, पहिरो र यदि क्षति भयो भने कसले जिम्मा लिन्छ भन्ने कुराहरू राज्य त्यसै पनि सबैको अभिभावक हो, स्थानीय बासिन्दाहरूको अभिभावक राज्य हो। बाटो त्यहाँ थियो थिएन मतलब होइन, अर्को ठाउँमा पहिरो गए पनि त राज्यले व्यवस्थापन त गरिरहेको छ। त्यसैले म कम्तीमा जिल्ला प्रशासनको, जिल्ला सुरक्षा समितिको नेतृत्वको हिसाबले यदि त्यहाँ क्षति भयो भनेदेखि राज्यले जिम्मा लिइहाल्छ, स्वाभाविक बाटो नभए पनि लिन्छ। अझ यहाँसँग यति धेरै समन्वयहरू, कुराकानीहरू, छलफलहरू भइरहेका छन्। हामीले थप क्षति नहुने गरी सडकले काम गर्छ बिस्तारै डाकलाङबाट। र केही भएको सन्दर्भमा चाहिँ अस्ति माननीय मन्त्रीले स्पष्ट भन्नु पनि भएको छ, के खर्च गर्नुपर्छ, कसरी चाहिँ जिम्मेवारी लिनुपर्छ, हामी तयार छौँ भन्नुभएको छ। राज्यको अभिभावक विभागीय मन्त्री आएर बोलिसक्नु भएको छ। त्योदेखि बाहेक मान्यज्यू यहाँ हुनुहुन्छ, मान्यज्यूले पनि मन्त्रालय, मन्त्रीज्यू, सचिवज्यूसँग निरन्तर समन्वय गरेर यहाँ आउनु भएको छ। त्यसैले मेरो आग्रह के हो भनेदेखि अहिले त्यो पुरै भित्ता कटिङ गर्ने भन्दा पनि हिसाबले पनि त्यसलाई टेक्निकहरू अघि भनिसक्नु भएको छ। माथि कम क्षति हुने गरी काम गरौँ प्रोटेक्सन गर्ने हिसाबले, र स्थानीय साथीहरूले पनि त्यो चिजहरूलाई सहजीकरण गरिदिनु पऱ्यो। स्थानीय त्यहाँ डाकलाङमा पनि अहिले अमृतजी हुनुहुन्छ, अरू बाँकी साथीहरूसँग पनि निरन्तर रूपमा हामीले कुराकानीहरू गरौँ। अहिले जाँदा पनि त्यहाँ भेटघाटहरू होला। त्यसैले विनम्रतापूर्वक आग्रह के हो भने यो समाधानतिर जाउँ। यो कसैलाई आरोप लगाएर त्यो बगिरहेको चाहिँ पहिरोमा चाहिँ हिजो सम्भव थिएन, अब सम्भव छ। हामी सबै त्यसैका लागि जुटेका छौँ। साथीहरूले, व्यवसाय साथीहरूले के सपोर्ट गर्न सक्नुहुन्छ गर्नु पर्यो। सडक विभाग फ्रन्टलाइनमा अगाडि बढ्ने हो। जिल्ला सुरक्षा समिति, जिल्ला प्रशासन, सुरक्षाले कहाँनिर के भूमिका खेल्नुपर्छ हामी तत्पर छौँ। सक्रियतापूर्वक यो काम गरौँ, स्थानीयलाई पनि क्षति नपुर्याउँ, सकेसम्म जोगाउँ। र यो सिन्धुपाल्चोकको पहिचान हो तातोपानी नाका भन्ने, यसलाई पनि सबै स्थानीय दाजुभाइहरूले पनि त्यो कुरालाई पनि मनन गर्नुभएको छ। आज सकारात्मक कुरा आएको छ सबैतिरबाट। त्यसैले अब चाहिँ संरक्षण गर्दै बाटो सुचारू गर्ने कुरामा क्रियाशील हौँ। म यति कुरा राखेँ। कति क्रियाशील हुनुपर्छ हामी तयार छौँ। धन्यवाद।